सम्पूर्णमा नमस्कार। म सुरेश ढकाल, श्री पिस मुनलाइट इङ्ग्लिस स्कुलको प्रिन्सिपल। यस वर्ष सङ्घीय सरकारको निर्णय अनुरूप शैक्षिक सत्र चाहिँ अलि ढिलो सुरु भएको छ र हाम्रो स्थानीय सरकार घोडाघोडी नगरपालिकाको नगर सरकारले पनि त्यसैलाई चाहिँ अनुमोदन गरेर सङ्घीय सरकारकै निर्णय बमोजिम 15 गतेदेखि भर्ना कार्यक्रम सञ्चालन गर्ने र 21 गतेदेखि भनेको वैशाखको चाहिँ 21 गतेदेखि कक्षा सञ्चालन गर्ने भन्ने हामीलाई चाहिँ इन्फर्मेसन आएको भएर हामी त्यसै अनुरूप नै हाम्रा गतिविधिहरू चलाइरहेका छौँ। हामीले पनि 15 गतेदेखि नै भर्ना कार्यक्रम सञ्चालन गरेर 21 गतेबाट क्लासहरू स्टार्ट गर्ने भनेर चाहिँ हामी तयारी त्यही अनुसारले गरिरहेका छौँ। र यो शैक्षिक सत्र ढिलो सुरु हुँदै गर्दाखेरि र अनि सरकारी र निजी विद्यालयहरूप्रतिको जुन भाष्य जुन चाहिँ अहिले आइरहेको छ चारैतिर, त्यस विषयमा मेरा धारणा ठिक भयो कि अलि हाम्रो कस्तो छ त चित्त बुझाइ भन्ने विषयमा म अहिले अन्त्यमा आएँ। त्यसभन्दा पहिले म आफ्नो विद्यालयको बारेमा केही कुराहरू केही जानकारीहरू गराउन चाहन्छु। मैले अघि नै भनिसकेँ, हामीहरूले पनि 15 गतेदेखि चाहिँ भर्ना कार्यक्रम सुरु गरिसकेछौँ र 21 गतेदेखि कक्षा सञ्चालन गर्ने जमर्को गरिसकेका छौँ। हाम्रो विद्यालयमा चाहिँ क्लास नर्सरीदेखि 5 सम्म एडमिसन स्टार्ट भएको छ र हामीहरू चाहिँ हजुरको यस क्षेत्रमा प्रचार प्रसार अथवा मिडियामा हाम्रो कम उपस्थिति भए तापनि यस क्षेत्रको शिक्षामा चाहिँ हाम्रो निरन्तर कार्य हामी निरन्तरतामा छौँ हैन। त्यसै अनुरूप हामी पनि चाहिँ कमी छैनौँ, हामी पनि हजुरको यस क्षेत्रमा काम गरिरहेका छौँ भन्ने हिसाबले म जानकारी गराउन चाहन्छु। हामीहरूले हजुरको अहिलेसम्ममा 100% भनेको एकजना पनि हाम्रो अभिभावकले असन्तुष्टि व्यक्त गर्नु भएको छैन। बच्चाहरूको शैक्षिक जुन चाहिँ उपलब्धि भएको छ, बच्चाहरूको सिकाइमा जुन भएको छ विकास, त्यसमा चाहिँ हाम्रो सबै गार्जेनहरू खुसी हुनुहुन्छ र त्यो हाम्रो एउटा चाहिँ राम्रो पक्ष हो। अब हामीले सानो क्लास भनौँ न, सानो स्कुल क्लास 5 सम्म मात्रै स्कुल भए तापनि हामीले गुणस्तरमा एकदमै कति पनि कम नगरेको, हामी एकदम मेहनत गरेको भनेर हामी भनिराख्दाखेरि फोकटियामा त्यो कुराहरू भन्नु त भएन। यसमा हामीलाई प्रमाण पनि चाहियो। यसका प्रमाणहरू के हुन् त भन्दाखेरि कक्षा 5 सम्म हाम्रो विद्यालयमा पढेका विद्यार्थीहरू जो चाहिँ अहिले त्यसभन्दा माथिका क्लासहरूमा अन्य नजिकका विद्यालयहरूमा अथवा चाहिँ यहाँभन्दा टाढा काठमाडौँसम्म सङ्घीय राजधानीसम्मका विद्यालयहरूमा पढ्दै गर्नुभएको छ र उहाँहरू सबैले चाहिँ राम्रो प्रस्तुति गरिराख्नु भएको छ। उहाँहरूले राम्रो चाहिँ आफ्नो उपस्थिति देखाइराख्नु भएको छ र सङ्घीय राजधानी काठमाडौँमा पढ्ने हाम्रा यस विद्यालयबाट पास भएर गइसकेका विद्यार्थीहरू हाम्रो सम्पर्कमा भएका विद्यार्थीहरूसँग बुझ्दाखेरि अधिकांश 100% चाहिँ सङ्घीय राजधानी काठमाडौँ महानगरपालिकाको जुन छ नि स्कलरसिप छात्रवृत्तिमा चाहिँ पढिराख्नु भएको छ। सबैजना जो काठमाडौँ पुग्नु भएको छ र जो हाम्रो विद्यालयमा पढ्नु भएको थियो कक्षा 5 सम्म, यो चाहिँ हाम्रो के हो त हाम्रो एउटा गर्व गर्ने विषय हो। हामीले त्यो लेभलको बच्चाहरूको चाहिँ स्टार्टिङ गराइदियौँ भन्नेमा हामी एकदमै कन्फिडेन्स र विश्वास छौँ र त्यसै अनुरूप सानो भए पनि हाम्रो विद्यालय चाहिँ पहिलो विद्यालय हुनुपर्छ, अभिभावकको पहिलो रोजाइ हुनुपर्छ भन्नेमा चाहिँ हाम्रो धारणा हो। अब त्यसमा हजुरको अर्को पक्ष भनेको सबैभन्दा न्यून शुल्क लिने, हामी यस क्षेत्रमा सबैभन्दा न्यून शुल्क लिने र सबैभन्दा न्यून सङ्ख्यामा विद्यार्थी पढाउने। हजुरको अन्य विद्यालय जस्तो 500, 1000, 1500 हैन उहाँहरूको टार्गेट जुन रहन्छ त्यस अनुरूप हामी नजाने। हाम्रो बुझाइ के हो त भन्दाखेरि धेरै विद्यार्थी भयो भने त्यसमा चाहिँ हजुरको हेरविचार गर्नलाई साथीहरूले गर्नु त भयो होला, तर समस्या चाहिँ हुन्छ। मेरो बुझाइ, हाम्रो सुनाइ, अरू अन्य हामीसँग त अरू गार्जेनहरू पनि कन्ट्याक्ट हुनुहुन्छ नि त, जो चाहिँ हाम्रो विद्यालयभन्दा बाहिर उहाँहरूले विद्यार्थी पठाउनु भएको छ, उहाँहरूसँग कन्ट्याक्टमा हुन्छौँ। त्यस अनुरूप चाहिँ हामीलाई चल्नलाई चाहिने न्यूनतम विद्यार्थी सङ्ख्यामा हामी चाहिँ भर्ना लिने। भनाइको अर्थ कक्षा 5 सम्ममा नर्सरीदेखि हाम्रो जति क्लास हुन्छन् त्यो अनुसारले हामी 150 देखि माथि अधिकतम 200 विद्यार्थी सङ्ख्यामा मात्रै हामी भर्ना लिने भन्ने छ। एउटा क्लासमा हाम्रो 20-22 जना बच्चाहरूभन्दा बढी भयो भने हेर्नलाई पनि टाइम म्यानेजमेन्ट पनि
त्यति उपयुक्त हुँदैन। गर्न त गर्न सक्नेले गर्नु होला, तर हजुरले हामीले बुझ्नुपर्छ 40 देखि 45 मिनटको टाइममा हजुरले जति कम चाहिँ बच्चाहरू भयो त्यति नै पर्सनली बच्चालाई केयर गर्न सकिन्छ। हाम्रो चाहिँ धारणा त्यो छ। त्यसै भएर पहिलो रोजाइ, पहिलो विद्यालय चाहिँ हामी हुनुपर्छ यस क्षेत्रमा भन्ने हाम्रो धारणा हो। र अहिलेको यस्तो चरम महँगीमा पनि हामी चाहिँ न्यूनतम शुल्कमा जुन चाहिँ पढाइरहेका छौँ, त्यो पनि एउटा चाहिँ गार्जेनको रोजाइ हैन, महँगी फेस गर्नको लागि अझै शिक्षामै बढी नै लगानी गर्नुभन्दा सबभन्दा सस्तोमा जुन हामीले चाहिँ शिक्षा दिइरहेका छौँ, त्यसमा चाहिँ गार्जेनले बुझ्नुपर्छ। सस्तो साथसाथै गुणस्तर पनि अरूभन्दा हामी कम छैनौँ। अरूले राम्रो गर्नु भएन म भन्दिनँ, तर अरूभन्दा हामी शैक्षिक बच्चाको विकासको विषयमा हामी कति पनि कमजोर छैनौँ भन्ने हाम्रो एकदम कन्फिडेन्स छ। र त्यो हाम्रो यो अहिलेको 82 सालको हजुरको नतिजाले पनि प्रष्ट गर्छ। 82 सालको हाम्रो नतिजामा हामीले 90% भन्दा बढी बच्चाहरूलाई 3.6 GPA प्राप्त गर्न हामी सफल भएका छौँ। भलै अब सानो क्लासमा त्यति यसले अर्थ नराख्ने भनौँ न एक किसिमको भए पनि, जब बच्चाहरूको चाहिँ सिकाइ उनीहरूसँग पर्सनल बस्दाखेरिको उनको पाठ्यक्रमहरूप्रति उनले देखाएको रेस्पोन्स, उनको चाहिँ त्योप्रतिको विज्ञताले चाहिँ त्यो कुराको प्रष्ट गर्छ, प्रमाण त्यहाँबाट दिन्छ हैन। यो स्कुलले नै बनाउने रिजल्ट हो, यो त नम्बर थपेर नै हुन्छ भन्ने विषयमा हजुरले मेरा गार्जेनसँग बुझ्नु भयो हुन्छ। नम्बर मैले थप्याएको छु कि थप्याएको छैन, बच्चाहरूलाई कसरी चाहिँ रिजल्ट गरेको छु भन्ने विषयमा हजुरलाई म प्रष्ट्याउन चाहेँ र ढुक्क हुन चाहेँ, बनाउन चाहेँ। र त्यसैले अब धेरै लामो कुरा नगरिकन, भिडियो पनि लामो भइसकेको छ, हामीले पनि 15 गतेदेखि भर्ना सुरु गरिसकेछौँ। यस क्षेत्रको घोडागाडी नगरपालिकाको घोडागाडी वडा नम्बर 1 घोडागाडी गाउँमा रहेको अवस्थित हाम्रो विद्यालयमा 15 गतेदेखि भर्ना सञ्चालन भई 21 गतेदेखि कक्षा सञ्चालन हुने जमर्कोमा हामी छौँ। हजुरले आफ्नो नानी बाबाहरूको पहिलो विद्यालय बनाउनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। र मैले भनेअनुसार जुन चाहिँ यसपालिको शैक्षिक सत्र ढिलो सुरु हुनु र यो निर्णयहरूलाई चाहिँ कतिले राम्रो मान्नु कतिले नराम्रो मान्नु विषयमा चाहिँ मेरो धारणा चाहिँ के हो त भन्दाखेरि, हो ढिलै भएको हो। पोहोर परारको तुलनामा हामी लगभग चाहिँ हामी पोहोर साल चाहिँ गत वर्षहरूमा त्यही 5-6 गते एक हप्तामै पहिलो हप्तामै लगभग स्टार्ट गरिहाल्थ्यौँ भनौँ न। त्यसो कारणले हामी अलि ढिलो चाहिँ अब 21 गतेदेखि सञ्चालन क्लास गर्नु पर्दाखेरि ढिलो छौँ। अब त्यस विषयमा चाहिँ यो बिचमा गार्जेनहरू चाहिँ बच्चाहरूको सम्पूर्ण तयारीमा चाहिँ रेडी भएर 21 गतेदेखि निरन्तर क्लास सञ्चालन गर्ने र यो मेरो पर्सनल चाहिँ जुन यो विधाले चाहिँ बच्चाहरूको सिकाइमा कति पनि असर नपर्न दिने चाहिँ म प्रतिबद्धता गर्न चाहन्छु। र सरकारले गरेको निर्णय उहाँहरूले राम्रै कल्पना गरेर गर्नुभयो होला, राम्रै सोचेर केही पूर्व तयारीहरू गर्नुभएको होला। पर्सनली तपाईँलाई मलाई चाहिँ यसले केही लाभ नदिए पनि समग्र देशको चाहिँ शिक्षामा यसले पक्कै पनि केही न केही चाहिँ अब यस्तो हजुरको जनताबाट मोदित सरकार भनौँ न, सबैले चाहिँ राम्रो मानेर गएको सरकारले पक्कै पनि शिक्षा क्षेत्रमा मैले फेरि भन्न चाहेँ, तपाईँ हामीलाई चाहिँ व्यक्तिगत रूपमा यो निर्णयले केही राम्रो नराम्रो गरे ता या नगरे तापनि समग्र देशको शिक्षा प्रणालीको विषयमा चाहिँ राम्रो एक्सर्साइज यो बिचमा गरेको छ भन्ने मानेर यसलाई चाहिँ यो जुन अलि ढिलो शैक्षिक सत्र सुरु भएको छ यस विषयमा सरकारको निर्णयप्रति हामी त्यो विश्वाससहित सहमति छौँ र नयाँ शैक्षिक सत्र सुरु गर्न एकदमै पिस मुनलाइट इङ्ग्लिस स्कुल तयार छ भन्दै हजुरहरूको बच्चाहरूलाई चाहिँ हामीलाई विश्वास गरेर फेरि सिट हामीले भनिसके तुरुन्तै हामीले थोरै सङ्ख्यामा विद्यार्थी भर्ना लिने हो। त्यस अनुरूप हजुरहरूले आफ्नो सिट सुरक्षित गर्नुहुनेछ भन्ने आशा गर्दै हजुरलाई भेटौँला फेरि भन्दै चाहिँ बिदा हुन चाहेँ। धन्यवाद।